माग यो शिक्षकको कलममा शिक्षकको कलममा ल धन्यवाद। अब हजुरहरूलाई पक्कै जिज्ञासा भयो होला कि सरले के लिनु भएछ, के हेराउनुहुन्छ। यो केही होइन, मैले एउटा प्लिज सर सुन्दै गयोस्, मेरो आवाज सुन्नुहुन्न भने फेरि बुझ्न गाह्रो। प्लिज शिक्षक एकता शान्त भएर मेरो कुरा पनि सुन्नुहोस्। मेरो आवाज बिग्रेको छ। आज 5-6 दिनदेखि म यही हालमा छु, सेल्फी र यस्तै व्यस्त छु। अब जे भए पनि हजुरहरूलाई म जादुकला हेराइरहेको छु, तपाईँहरू हेर्नुहोस्। यो कपडाको थैला हो हजुर। अब एकजना रुमाल हुने सर आउँछ, एकजना अझ रुमाल ठुलो रुमाल धन्यवाद। हजुर आफ्नो परिचय दिनुहोस्। मेरो नाम शमशेर नेपाली, मेरो घर चाहिँ दाङ हो। दाङ जिल्लाबाट आउनु भएको छ। हाम्रो माग पुरा हुन्छ सर, चिन्ता लिनु पर्दैन। हाम्रो सरकारले हाम्रो कुरा सुन्नुहुन्छ, किनभने शिक्षकको कलममा थाहा छ। अब मैले त हेराइसकेँ कि यो कपडाको थैला हो। हजुरले पनि पल्टाएर हेराइदिनुहोस् न कि यसमा केही छ कि छैन, पल्टाएर हेराइदिनुहोस्। यसमा केही छैन नि, यसमा केही छैन, यताबाट त्यही हो, यताबाट यसमा केही अरू कुरो त मैले राखेको छैन नि। अब हेर्नुहोस्, यो शिक्षकको कलममा ताकत छ। यता पनि फर्किन्छ, अरू पनि हेर्न पाउँछ है, घुमिकन हामी हेर्छौँ। अब यो शिक्षकको कलममा धेरै ताकत छ। हजुरको रुमाल हो यो खुट्टासँग, हजुरको रुमाल हो होइन। तपाईँहरू हेर्नुहोस्, यो हजुरको रुमाल कुन रङको छ तपाईँ चिन्नुपर्छ। अब हेर्नुहोस्, यो शिक्षकको कलममा ताकत छ। हेराइदिनुहोस् है ल। अब हेर्नुहोस्, अब हजुरले यसमा अब केही त छैन, चेक गरिसक्नु भएको छ। यो कपडाले बनाइएको छैन। हजुर रुमाल हाल्नुहोस्। म केही गरिरहेको छैन। के गरिदिनु भयो हजुर? रुमाल हाल्नुभयो। तपाईँको रुमाल हो कि होइन? तपाईँको रुमाल हो। कता स्योर हुनुहुन्छ हजुर? उहाँले राखेको रुमाल हो कि होइन? हो होइन मात्र भन्नुहोस्। हेर्नु पऱ्यो त। एकैछिन म सबैलाई हेराउँछु। एकैछिन उहाँले राखेको रुमाल हो कि होइन? उहाँले राखेको रुमाल हो कि होइन? सबैलाई हेराउँछु। सर तपाईँले राखेको रुमाल हेर्नुभयो? उहाँले राखेको रुमाल हो कि होइन? उहाँले राखेको रुमाल हो कि होइन? एकैछिन म सबै सरलाई भन्दैछु, म हेराउँछु सबै गुरुआमालाई, सबै गुरुआलाई म हेराउँछु। अलि हेर्नुहोस्, म सबैलाई हेराउँछु। धेरै हल्ला नगर्नुहोस् प्लिज, म आफै हेराउँछु सबैलाई। हजुरको यो रुमाल हो कि होइन? हो। हजुर तपाईँले त हेर्दै हुनुहुन्छ, उहाँले हो भनिदिनु भयो। हजुर उहाँको रुमाल हो कि होइन? होइन, म हेराउँछु सबैलाई हेराउँछु। हो भने म हेराउँछु। उहाँको रुमाल हो कि होइन? हातले बताउनुहोस्, हो कि होइन? होइन। हजुर तपाईँले राखेको रुमाल हो कि होइन? हो भने यसरी गर्नु। हो। उहाँले राखेको रुमाल हो कि होइन? होइन भने सबै सरहरूलाई जिज्ञासा राख। ताली बजाउनुहोस्। सर चिन्ता नगर्नुहोस्, तपाईँकै रुमाल हो त्यो। तपाईँकै रुमाल हो। हरियो राख्नुभयो। के हरियो रङ तपाईँको रुमाल थियो? कसको रुमाल हो? मेरो भन्दै तपाईँको रुमाल हो सर? एकैछिन उहाँले राखेको रुमाल हो भन्दै हो। यहाँले राखेको रुमाल हो? यहाँले राखेको रुमाल हो? होइन भन्दै हुनु। अनि तपाईँसँग सोध्दा तपाईँ हो भन्दै हुनुहुन्छ। के हो यो? होइन मैले त त्यही मेरो रुमाल देखिरहेको छु त। मेरो रुमाल हो। पछाडि त्यसमा हेराउँछु। मैले त त्यही रुमाल देखिरहेको छु, मेरै रुमाल हो यो। तपाईँकै रुमाल हो?
उहाँले राखेको रुमाल हेर्नु होइन तपाईँ हेर्नुहोस् त एकैछिन उहाँले राखेको रुमाल हो एकैछिन म हेराउँछु तपाईँले राखेको रुमाल हो ताली बजाउनुहोस् तपाईँ फेरि हाल्नुहोस् अब यता फेरि अब हजुर होइन उहाँले राखेको रुमाल हो होइन अब होइन भने निकालेरै हेराइदिनुहोस् एकैछिन ताली बजाउनु यसमा छैन गुरु यसमा छैन कपडाले बनाइएको रुमाल हो है यसमा हाल्नुहोस् अब स्वरलाई त झन् चिन्ता लाग्यो नि राखेको रुमाल हो कि होइन उहाँले राखेको रुमाल हो तपाईँले राखेको रुमाल